अनि त्यहाँ मेन्च्याम र मेन्च्यायाम भएको मेन्चाम मेन्च्यायाम भनेको चाहिँ महिला महिला लिम्बूको भाषा लिम्बू भाषामा अनि त्यसमा त्यहीँनिर फेरि अर्को थपिएछन् महादेव थपिए महादेव आएर फेरि उनीसँग धान नाच्ने लिम्बू नै भएर लिम्बू नै भएर आए आएर ऊ पनि त्यहीँ थपिए हजुर। अब त्यो पार्वतीले हेर्दाखेरि कहीँ छैन हरायो महादेव हरायो हजुर छैन अनि त्यहाँबाट हेर्दै 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 जाँदाखेरि राम्रै हिरो सुन्दरीहरूसँग पो हाँस्न मातेर नाच्दैछन् अरे हजुर अनि ठ्याप्प आएर अनि त्यो हात खुस्काएर हजुर अनि उसँग नाच्ने बनाइन् अरे उसले मुनि भएर आएर किराँतेश्वर चाहिँ किराँतेश्वर महादेवको हात त्यही त महादेवले चाहिँ नि लिम्बुनीको हात समाएर होइन महादेवले हजुर पार्वतीले आएर पार्वती आएर लिम्बुनी भएर फेरि लिम्बुनी भएर पार्वती आउनुभयो आएर अनि महादेवलाई समातेर अनि उसँग धान नाच्ने भए ए हजुर हजुर अनि त्यो त्यस्तो सृष्टि भयो त्यहाँ अनि त्यहाँबाट गर्दै भन्दै लाँदा उनीहरू महादेव पार्वतीहरू हजुर लिम्बुनीहरूबाट छुट्याएर लगिन् हजुर पार्वतीले लगिन् महादेव यहाँ चाहिँ नि आएर लिम्बुनीहरूसँग धान नाच्दै भएका मान्छेलाई अनि पार्वती फेरि लिम्बुनी नै भएर यहाँ आउनुभयो त्यहाँ आएर अनि छुट्याएर लिएर गएर हजुर महादेव पार्वती अल्पिएको ठाउँ छ अनि महादेव थान भनेको त्यो हो ए त्यहाँ महादेव थान यहाँ महादेव थान पनि छ नि त माथि त्यही अल्पेको ठाउँमा ए ओतिर लिम्बुनीहरूको थान छ अहिले त ठुलो मूर्ति राख्दैछन् यहाँ डरलाग्दो माथि डाँडामा के अरे महादेवको होइन महादेवको होइन होला उनीहरूको के को भनौँ महादेवकै भनौँ न महादेवकै राख्दैछन् अब त्यो भएपछि हजुर गर्दै 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 लाँदा अनि त्यहाँबाट अरूले पनि जागेर सबैले बाहुनहरूले पनि पुराण लाउन थालेछन् अनि त्यहाँबाट सबै चौमासा पुराण लाएर 108 गाई दान गरेको कुण्ड छ यहाँ कुण्ड पनि छ अनि त्यो डरलाग्दो गरी तपाईँको यो सबै यसलाई सिद्ध पोखरी भन्थे पल्लो मार्ग पोखरी भन्थे मार्ग पोखरी चाहिँ घडेरी खनेर सुकायो चाहिँ हामीले दिउँ नभएमा सुकाइदिएर उनीहरूले बेचेर सक्ने रहेछन् त्यो चाहिँ दिउँ हामीले त्यसै रहेको छ अनि यसको अनि तपाईँको जस्तै यो पोखरीमा अब एकछिन सुन्दै लानु न अब यो पोखरीमा एउटा पातमा तिनीहरू भनेको बस्न पाउँदैन चराल टिपेर फ्याँकिदिन्छ लान्छ के गर्छ फालिदिन्छ एकै दिन पनि हुँदैन यसपालि निकै वर्ष भएको थियो नदेखेको यसपालि यहाँ धुपबाती गर्न मेरो ठुलो छोरी हेडमास्टर हो हजुर अनि ऊ गएर धुपबाती गर्न गएकी सरो आएर टिपेर लिएर गयो आज 7-10 दिन 15 दिन भयो होला धेरै भयो भने भर्खरै त्यसो हुँदा अब यसको बेरा हुँदैछ अलिक डरलाग्दो गरी 5 फुट जति अल्छे अनि तपाईँको अनि यहाँ कति हो त्यो चौमासा मैले नि मेरै हातले थाहा पाइकन यहीँ हुँदो 5 वटा चौमासा लाग्यो अनि यो सारा संसारका बिहे पनि भए यहीँबाटै पनि हरेक कुरा भयो धेरै दुःख गर्दै जाँदाखेरि हुँदै जाँदो रहेछ अनि त्यो माथि डाँडामा 5-7 ठाउँमा पुरानो लागेका ठाउँ छन् त्यहाँबाट हेर्दाखेरि सनराइज देखिन्छ राम्रो गरेर सनराइज साह्रै राम्रो देखिन्छ पल्लो मेन्सनबाट यो वल्लोबाट चाहिँ देखेको छैन पल्लाबाट चाहिँ वल्लोभन्दा पल्लो 15 मिटर अग्लो छ भन्छन् अनि त्यो हुँदा त्यसरी
सबैले थाहा पाइसकिएपछि अनि साराले दिए, अलिअलि दिँदै दिँदै लागे कसैले दिए। तर दिएको त मैले देखेको छैन, अहिलेसम्म आएको पनि छैन, भन्न सकेको पनि छैन। यहाँ अलिअलि मैले भनेको सुनेर यो कान्छी छोरीले चाहिँ म नभएका बेला पनि अलिअलि भन्छे के उत्पत्ति। यहाँ उत्पत्ति भएको भनेको सारा कुराको उत्पत्ति भएको ठाउँ हो यो। हजुर सारा कुराले लेखन गरेको हो। देवी देवताहरू सबै सिमे घुमे नागिनीहरू, यहाँका सेरोफेरोका धनीहरू, यी सबै संसार रम बनाइदिएका हुन्। अब त्यो त्यस्तो हुन सक्छ सक्दैन, कस्तो हुन्छ। अब यो पोखरीको पानी हामी यो बजारले खान्थ्यौँ, यहाँ बजार पनि उति पनि एउटा दुईवटा घर त्यहीँ पनि गयो, यो घर पनि गयो, त्यसै अरू पनि धेरैवटा गए, यता माथितिर पनि गए, कता कता थुप्रै गए। हामीले खाने यसैको पानी खाएर खान पुग्थ्यो। त्यो बाहिरको पानी चाहिँ उम्रिन्थ्यो पानी त्यहाँ, त्यो पानी त्यहाँ हाल्थ्यौँ, पोखरीमै हाल्थ्यौँ, कसो गरेर पसिरहन्थ्यो। अहिले पसेको छैन, बाहिरको पानी पनि पस्न दिएको छैन यो पोखरीमा। यो पोखरीमा राम्रो गरेर गएर सम्झेर मैले यस्तो थोक गर्छु है भनेर भाकल गरेर गएको छ भने फरक पर्दैन। त्यति चाहिँ मलाई थाहा छ। भनेपछि तपाईँले भनेअनुसार चाहिँ यो के अरे लिम्बूहरूको होइन, अब त्यो मेन्छायम भन्ने चाहिँ मेन्छेयम भनेको चाहिँ तरुनी तन्देरी। त्यो बेलामा यहाँ धान नाच्थे। धान नाच्दाखेरि त्यहाँ पसेर जानेछ, भित्र छिरेर काम पुग्छ। यहाँबाट यो माथिबाटको पानीको मूल ढुङ्गो यसो भित्रबाट लडाइदिँदा तल गन्द्रङमा पानी कराउँछ। त्यो पानी अरे नुनाकीमा तातो पानी भन्ने पुगेर उहाँ निस्केको भनेर भन्छन्। भनेपछि यो पोखरीको गहिराई निकै नै छ। यहाँबाट तपाईँको धेरै यहाँको होइन, माथिकै त्यो भित्र पसेर गएर यसो लडाइदिएपछि लगेर तल गएर चन्द्ल्याङ गर्छ पानी यहाँको। अनि तपाईँको जस्तै यो पोखरीमा जस्तै तपाईँको घुम्न आउने जुन दर्शन गर्न आउने होइन भक्तालुजनहरूलाई चाहिँ नि अब तपाईँको विचारमा के छ? यहाँनिर उनीहरूले आएर पूजापाठ गरिसकिसकेपछि उनीहरूको अब होइन, त्यो यसो नि आफूले यहाँ आएर सोधेदेखि कसो गर्नुपर्छ के गर्नुपर्छ भने त हामीलाई भन्न करै लागिजान्छ, जानेको मान्छेले भन्नुपर्छ। तर अहिले कस्तो भएको छ भन्नुहुन्छ भने यो संसारै सबैभन्दा जान्ने भएका छन् मान्छे, कुनै छैन नजान्ने मान्छे। त्यसो हुँदाखेरि त्यो सोध्दैन खोज्दैनन्, आउँछन्। अब त्यहाँभित्र पस्न हिँड्दा बजा नगरी भएकै छैन। अनि अब तपाईँले विशेष गरी मैले तपाईँलाई अलिकति रोकेँ, विशेष गरी यहाँको गुफा पोखरीको विशेषता चाहिँ के छ भन्नु खोजेको क्या मैले। जस्तै अब यहाँको त के छ भन्नु र, अब यो मेन्छ्याम डाँडो भन्छन्। मेन्छ्याम भनेको ती उत्पत्ति नै तिनै जातबाट भएको हो सृष्टि। हजुर अब त्यही हो एउटा मेन्छ्याम डाँडो, एउटा ओरतिर परतिर मेन्छ्यामै भन्छन्। यो मादिको 1 नम्बर पर्यो, चैनपुर नगरपालिका नुनढाकी 1। पहिला चाहिँ तपाईँको गाविस चाहिँ कुन थियो? यो नुनढाकी हो। अहिले चाहिँ नगरपालिका भयो। यसको तल ठुलो पानी छ, यत्रो तातो पानी भन्ने। तातो पानी अहिले भएर जाँदै ठ्याक्कै उहीँ पुग्छ गाडी, उहाँ तल नुनढाकीमा ठ्याक्क उहीँ पुग्छ। हजुर यहाँ पानी हाल्नु परेन, आफै पानी चाहिँ उम्रेको यो पुरै आफै यहीँनिर उत्पत्ति हुन्छ। पानी बाहिरको पानी यहाँ पस्दैन, पसेको छैन, दिएको छैन। पहिले त पस्थ्यो। हजुर हामीले त्यही पानी ल्याएर खान्थ्यौँ। यहाँ चैत वैशाखमा त्यही पानीको धारा निकालेको थियो, त्यो धारा आइरहन्थ्यो। अनि यो जस्तै तपाईँको विशेष पूजापाठ चाहिँ कस्तो यहाँ हुन्छ? जस्तै कुन समयमा हुन्छ? यहाँ के हुन्छ भन्नुहुन्छ भने दुध चाहिँ चढाउन पाइयो। हजुर, गाईको दुध। अनि अरू के चढाउँछु भन्दाखेरि भेटीपाती चढाउँदा पनि चढाउँछन् मान्छेले। त्यही
अनि कहिल्यै पनि त्यो त्यस्तो नराम्रो भएको छैन। यहाँ जस्तै तपाईँको त्यस्तो मेलाहरू अब हुन्छ नि एउटा एकै हिजो अस्ति नयाँ वर्षमा 3 दिन त छिर्न यहाँ बस्न खान पाउँदैन थियो नि त मान्छे। नयाँ वर्षमा आए है। त्योभन्दा अरू कुनै त्यस्तो यसको मतलब यो पोखरीमा यही बेला चाहिँ गर्नुपर्छ भन्ने छैन, जहिले गर्दा पनि हुने त्यस्तो होइन? हुन्छ, साउनमा चाहिँ हुँदैन, अँ। अरू महिनामा त जहिले पनि हुन्छ। अनि पर्यटकहरू जस्तै आन्तरिक बाह्य पर्यटकहरू विदेश काठमाडौँबाट पनि कति 5-7 टिम चाहिँ आइसके। हजुर हिजो अस्ति एउटा साधु आएर त्यो पश्चिमतिरको, हजुर अनि अर्को साथी आएको गुरु भन्थ्यो त्यो साधुलाई। अनि पाथिभरा जान्छौँ भनेर गएका, पाथिभराबाट उतै इलामतिर लागे, कता लागे, यता फिरेन। त्यसमा त आउँछन् जान्छन् सबै, साह्रै चित्त दुखाउँदैनन्। भनेपछि विशेष भनेको तपाईँको यहाँ भनेको पहिला चाहिँ नि अब उत्पत्ति भनेको त्यही तपाईँले अघि भने जस्तो त्यही हो उत्पत्ति नै यहाँ। उत्पत्ति त्यसरी भयो जसरी चाहिँ यहाँ धान नाच्ने क्रममा अब जात अनुसारको धान नाच्ने क्रममा चाहिँ तपाईँको महादेव चाहिँ आउनुभयो होइन? अनि ती चाहिँ नि लिम्बुनीहरूसँग धान नाच्दाखेरि चाहिँ फेरि पार्वती चाहिँ लिम्बुनी भएर आउनु भएर चाहिँ फेरि उहाँले चाहिँ त्यसरी महादेवलाई चाहिँ नि लगेर जानुभयो भन्ने त्यति नै होइन त तपाईँको? होइन, महादेव जानुभयो, त्यहाँबाट आज पूजा अनि त्यही महादेव त्यसरी आउनु भएर चाहिँ गुफाको चाहिँ पोखरी भनेर चाहिँ त्यसरी चिनिन थालियो भन्ने कुरा होइन तपाईँको? त्यही त्यसैको उसले गर्दाखेरि त्यहाँ आएर बस्ने साधुहरू कति आएर बस्छन्, कति आएर बस्छन्, कतिले तपस गर्छन्। भनेपछि करिब यहाँ पूजा भनेको महादेवकै हुने रहेछ। महादेव पार्वतीको हुन्छ अनि शिवजीको हुन्छ, त्यो जम्मैको हुन्छ। यहाँ पूजा हुँदैन भन्नु पर्दैन। होइन, विशेष भनौँ न एक किसिमको पहिलाको चाहिँ किम्वदन्ती अनुसार, प्राचीन अब किम्वदन्ती अनुसार चाहिँ नि तपाईँको त्यसरी हुने रहेछ। अब नाग नगिन त अब पानी भएपछि त्यसै अब यहाँ पूजा गर्नु परिहाल्यो होइन? त्यो जोसुकैले त अहिले त देख्दैनन् पनि, किन भन्नुहुन्छ भने पानी हो। त्यहाँ एउटाले म पौडिन्छु भनेर सट्टै बसेर अलिकति गएको थियो होला, 3 मिटर 4 मिटर चाहिँ गएको थियो होला। उताबाट घरको त्यो तपाईँको लकासी भन्छन् नि निदाललाई, त्यो निदालभन्दा ठुलो निस्केर आएर एकपट्टिको जिउ हात केही नचलिकन एकपट्टिकै हातबाट पाखा निस्किएर बाँचो। अनि यहाँ जस्तै तपाईँको यहाँ अलौकिक कुराहरू जस्तै अचम्मका कुराहरू के हुन्छन् त यहाँ पोखरीमा? अर्थ त केही पनि हुँदैन नराम्रो त। जसले नराम्रो गर्छ त्यसको नाश हुन्छ, त्यसको राम्रो जसले गर्छ त्यसलाई त्यति दुःख दिँदैन। अनि जस्तै यहाँ दर्शन गर्न आउनेहरू एकचोटि गइसकिसकेपछि फेरि आएका छन् कि छैनन्? कति आए उनीहरूले राम्रै कुरा गर्छन् होइन? उनीहरूले जे चिताएर मागेर गएका थिए फेरि आए, कतिले दोहोऱ्याए छोडिदिनु। भनेपछि अब यहाँ अब यो तपाईँको माथि त्यो के जातिमा जाँदाखेरि त्रिशुलबाट पानी निस्केको भनेर भन्छन् नि त, त्यो कहाँनिर त्यो माथि जाने ठाउँ तपाईँहरूलाई आउँछ होला घुमेको मान्छेलाई, म त त्यता घुमेको छुइनँ। हजुर, कुन ठाउँ भन्नुभयो तपाईँले? कुन ठाउँमा? त्रिशुलीको शिर। त्रिशुलीको शिरमा भनेपछि कहाँ, कुन ठाउँ पर्यो त त्यो? ए उता तपाईँको 5 पोखरी उता होइन, त्रिशुली नै झर्छ नि त हो यहाँ तलै। तपाईँको कहाँ झर्छ त्रिशुली भन्दाखेरि चितवनमा कि कहाँ? त्रिशुली त यता उसमा नारायणीमा आएर मिसिन्छ नि त त्रिशुली त। हो त्यही हो। नारायणघाटमा आएर मिसिन्छ त्रिशुली पनि अर्को एउटा कुन पनि मिसिन्छ। अनि अहिले त्यहाँ जाँदा रहेछ नि त्यो नुहाउनु साह्रै धेरै जान्छ।
त्रिशुली गङ्गा जाने हामी भनेर कालीगण्डक हो कालीगण्डक त होइन कालीगण्डक कालीगण्डकी त उता पश्चिम भइहाल्यो उता कालीगण्डकी त धेरै पर भइहाल्यो त्रिशुली त वरै भइहाल्यो नि त त्रिशुली भनेको चाहिँ भनेपछि करिब अब तपाईँले भने अनुसार यसको विशेषता भनौँ न अब अब मैले भन्न तपाईँलाई अलिकति बाँकी मैले यति गरेँ दिएँ मेरो नाम भन्नुहुन्छ भने हरिप्रसाद खनाल हो हरिप्रसाद खनाल हजुर त्यहाँको 84मा हिँड्दै रहेछन् ती मान्छे हजुर अब उहाँले भने अनुसारको त्यहाँको त्यो पोखरीको पातपतिहरू केही झरेको चराले टिपेर लाँदै रहेछ अहिलेसम्म एउटा पातपतिहरू पनि छैन त्यो पोखरीमा छैन तपाईँले पनि त्यसलाई खराब गराएर मेरो नाउँ पनि हाल्दा हुन्छ म त्यो हालिदिन्छु ल हुन्छ हामी अब यहाँ आइपुग्यौँ घुम्दै घुम्दै त्यही त अब यहाँ चाहिँ सबैले कुरा गर्थ्यो अब पहिलादेखि यो सुनेको होइन तर हामी पनि आइपुगेका थिएनौँ अब नजिकै पर्छ यहाँ त तर यो बाटोले गर्दाखेरि अलिकति यो अब बाटो त त्यो खन्दै पनि छन् अब यो स्थानीय अब राम्रै हुन्छ यहाँ बाटो यो बाटो भयो भने त त्यहाँ तिनजुरे आउने सबै चाहिँ के अरे पर्यटकहरू त यहाँ आइपुग्छ नि त आन्तरिक पर्यटक अब यो विषयमा चाहिँ अलिकति तपाईँ के भन्न चाहनुहुन्छ यहाँका स्थानीय प्रदेश सरकारको चाहिँ अब यहाँ के भने हामीले अलिकति सङ्घर्ष गरेरै हेल्पपोस्ट पनि ल्याएको थियो त्यो हेल्पपोस्टको मान्छे विदेशतिर पढ्न जाने हुँदाखेरि केही पनि छैन यहाँ त्यो मेयरलाई भनेको पठाइदिएन भनेको लु म भोलि पठाउँछु पठाउँछु भन्छ मुखले पठाउँदैन हो यहाँको मान्छेलाई यसो एउटा के खाने त्यही त यहाँ तपाईँ कुरा गर्दा पनि यहाँको अहिले जस्तै हाम्रो पहिला यो मादिको चाहिँ नि तपाईँको यो त चैनपुर अहिले पर्दो रहेछ होइन अब यहाँ मैले चाहिँ तिनजुरेको जुन त्यहाँको पाथिभरा एउटा चाहिँ धार्मिक स्थल छ होइन मैले गएर यहाँबाट त्यो पाथिभरा बनाएर काहीँको एउटा ठुनको केही पनि ल्याएर त्यहाँ राखेको पनि छैन पाथिभराबाट एउटा ढुङ्गोसुङ्गो के ल्याएर पनि त्यहाँ चढाउनु पर्थ्यो अनि त्यो अब बनाउँदाखेरि बनाएपछि मलाई यहाँ उहाँबाट बोलाएर म यहाँबाट गएर एउटा पाठो पूजा गरेर अनि एउटा खसी काटेर सबैलाई खुवाएर म फर्केर आएको हुँ अब अहिले त्यो ठाउँ परेको हुनाले गर्दाखेरि पाथिभरा साइली भन्छन् कि माइली भन्छन् के भन्छन् त्यो त्यस्तै हो त्यहाँभन्दा त यहाँको जटिल छ नि यो उहाँ उत्पत्ति हुँदाखेरि उत्पत्ति भएको पाथिभरा यहीँ छ नि हजुर हजुर हामी पूजा गर्छौँ कहाँनिर भन्नु त मेनसाममै छ त्यहाँनिर छ पाथिभरा छ त त्यही त अब यस्तो यो ऐतिहासिक धरोहरहरू अब यो गुफा पोखरी लगायत यहाँ चाहिँ धेरै तपाईँको चाहिँ धार्मिक स्थलहरू छन् होइन अब यो धार्मिक स्थल भएका ठाउँहरूमा बाटोको चाहिँ अलिकति असुविधा रहेछ यो बाटोको असुविधा भएको हुनाले यहाँको स्थानीय सरकार प्रदेश सरकारलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ अब केन्द्रीय अब अहिले नयाँ बल गर भनेर भने आयो ओभरसेयरहरू आएर नापिदिए ऊ अहिले त्यो लिटी बालुवा थुप्रिएको छ अब गाह्रो हुँदैछ हजुर सबै त्यो त्यहाँ वरिपरि बेरा वरिपरि नै हुन्छ अब यो किनभने तपाईँको अहिले नयाँ सरकार पनि आएको छ होइन यो नयाँ सरकारले यसलाई त अब तपाईँ किनभने यो त पर्यटकीय धार्मिक मात्रै नभएर पर्यटकीय क्षेत्र पनि पर्यो होइन पर्यटन क्षेत्रको लागि त कति हो अब त्यसो चाहिँ त्यो चाहिँ भइदियो चुनाव भयो भने त त्यो अहिलेको प्रधानमन्त्रीले त त्यो यो अवस्था यो जम्मै झिलिमिली बनाउँछ यस्तो ठाउँ त हजुर त्यही त यहाँ आन्तरिक पर्यटकहरूदेखि लिएर बाह्य अन्तर्राष्ट्रिय चाहिँ विदेशीहरू जति पनि अब यस्तो ठाउँमा यस्तो हाम्रो धार्मिक चाहिँ नि स्थलहरू होइन गुफा पोखरी जस्तो अब एउटा चाहिँ धार्मिक स्थलमा चाहिँ पर्यटकहरू आउन चाहन्छन् तर यो बाटोले गर्दाखेरि समस्या भयो नि त होइन यो बाटाले गर्दाखेरि यहाँ थामिन सक्नुहुन्छ ताप्लेजुङ जानेलाई पनि सुविधा हुन्छ सबै थोकको सुविधा हुन्छ त्यही त तपाईँले अब यो जुन अहिले नयाँ सरकारलाई चाहिँ यो बाटोको लागि
तत्काल चाहिँ नि अब के भन्न चाहनुहुन्छ यो पहल गर्नुहोस् यो बनाउनुहोस् चाँडोभन्दा चाँडो भन्न चाहनुहुन्छ तपाईँ एकदमसँग नि त्यो त 24 घण्टा अब यो किनभने यस्तो ठाउँहरूमा नेपालको चाहिँ हाम्रो यो यस्तो भौगोलिक बनावट होइन यस्तो सुन्दर ठाउँ छ नि त यो त होइन के कस्तो छ कस्तो अमरापुरी छ अनि मान्छेले विभिन्न कुरा गर्छ विदेशतिरको स्विजरल्यान्ड भन्छन् अब हाम्रै ठाउँमा छ यस्तो ठाउँहरू होइन राम्रा ठाउँहरू छन् नि होइन यो गुफा पोखरी तपाईँको अहिले के छ भने ओझेलमा परे जस्तो देखियो नि त किनभने बाटोले गर्दाखेरि मान्छे यहाँनिर आइपुग्नलाई अलिक समस्या भयो होइन अब जुन पाए त्यही गाडी चल्दैन होइन त्यो किन भन्नुहुन्छ भने अलिकति त्यो सबै थोकको नजिक हुने कार्यालयहरू ठुल्ठुलो नजिकै हुने मान्छेलाई चाहिँ सजिलो हुँदो रहेछ घचघचाउँदा हजुर यहाँ अब पानी खाने पानीको यस्तो दुःख छ कि हामीले पैसा हालेर एउटा लेफ्टिनको पानी चलाएको छ अहिले 3 दिन 4 दिनमा 1 दिन चलाउँछन् यहाँ हजुर हामीले पैसा हालेर दुःख गरेर सारा कुरा गरेर गरेको छ अब त्यही पानी पनि यहाँ टुङ्गासँगले खान पाइँदैन लिफ्टिङ चाहिँ कहाँबाट गर्नुभएको छ यहीँ परतिरबाट माथि लगेको छ खोला छ यहाँ तल खोला छैन मूल छन् जति मन त्यति छन् यसो तेर्सो लागेपछि अलिक मुनिबाट मुलै मूल छन् ए त्यहाँबाट लिफ्टिङ गर्नुहुन्छ यता मुनितिर पनि मुलै त्यहीँको पानी अहिले खाँदै हुनुहुन्छ त्यही लिफ्टिङ गरेको भर्खरदेखि ए पानी नखाँदो हात धुनु गर्नु चाहिँ हुन्छ अनि पहिला चाहिँ तपाईँहरू पानी कहाँको यहीँको खानुहुन्थ्यो पोखरीको पानी यहीँको खानुहुन्थ्यो अघि होइन भने नि त मैले धारा हुन्थ्यो यहाँ यहाँ धारा हुन्थ्यो 24 घन्टा कहिल्यै खाइरहन्थ्यौँ हामीलाई सुक्दैन थियो हजुर तर पानी पस्न दिएको थियो अरू पानी पस्न दिउन हामीले त्यहाँदेखि चाहिँ हामीलाई खान पुगेन हजुर हजुर हामीले बन्द गऱ्यौँ फोहोर पानी भनेर ए अनि अहिले चाहिँ अब यसमा चाहिँ तपाईँले म्याडमले पनि भन्नु पर्यो नि त उहाँ पनि पत्रकारै भएपछि त हजुर हजुर राम्रोसँगले हालिदिनु न यहाँको दुःख हेरेर हजुर किनभने हामी पनि गयौँ बस्यौँ हजुर एक दिन बसेर हिँड्यौँ त्यहाँ यसो सम्झिँदाखेरि सोद्धाखेरि यहाँको तपाईँको यो स्थानीय अहिले को छ तपाईँको नगरपालिकाको यहाँको मेयर चाहिँ कृष्ण तामाङ हुनुहुन्छ यहाँको ए अब उसलाई हिजो अस्ति पनि आएर यहाँ बसेर भनेर पठाएको एउटा मान्छे पठाउन सक्दैन भने त किन बसिरहनु राजीनामा त त्यो पठाइदिनुपर्छ नि त त्यत्रो मैले पठाउँछु त्यो अब कम हुँदाखेरि चाहिँ यहाँ मान्छे नै नराख्नु होइन ठिकै छ ल अब तपाईँलाई मैले खासमा चाहिँ नि यो अब गुफा पोखरीको बारेमा केही होइन अब जान्न खोजेको हो किनभने तपाईँ यहाँ धेरै नै अब पुरानो मान्छे होइन त्यसले गर्दाखेरि मैले चाहिँ हजुर अलिकति हेल्पस पनि भएको त्यहाँको यसो स्वयंसेविका पनि कता गइ छ रहेन रहेछ हजुर त्यो हामीलाई त्यहाँ यसो औषधि खोजौँ खाउँ भन्दाखेरि चाहिँ एउटा ट्याब्लेट पनि नपाइने रहेछ भनेर भनिदिनु न यहाँनिर बडो गाह्रो रहेछ गाह्रो रहेछ भनेर भन्नु समस्या होइन त्यो सजिलै पार्दा सजिलै अप्ठ्यारो पार्दा अप्ठ्यारो तर यहाँ अब हेर्दाखेरि हामीले पनि त यहाँ आउँदाखेरि हेर्दाखेरि अब यो बाटो चाहिँ अलिकति राम्रो भएको भए हामीले हेर्दाखेरि पनि अलिकति किनभने नत्र तिनचुरेमा अघि हामी हेर्नुहोस् त्यो आउँदै थियौँ आज शुक्रबार तपाईँको 12 बजार थियो हेर्नुहोस् तर यहाँ गुफा पोखरीमा ती गाडीहरू आइपुग्न सक्दैनन् बाटोले गर्दाखेरि आउँछन् नि बस आउँदैछ बस चाहिँ आउँछ तर साना गाडीहरू हुन्छ नि त आउँछन् त्यसले गर्दाखेरि अब विकास चाहिँ यहाँनिर अलिकति आवश्यक रहेछ बाटोको सडकको होइन सडकको विकास भयो भने यो एकदमै अब अमरापुरी नै हुन्छ यो राम्रो रहेछ ल हुन्छ बुवा अब तपाईँले बताइदिनु भयो धन्यवाद तपाईँलाई होइन अब यो कुरा म चाहिँ नि अब हाल्छु होइन मेरो च्यानलमा दुःखको कुरा त भन्नै पर्छ हजुर हुन्छ ल बुवा है धन्यवादले तपाईँलाई के नुनाकीबाटै झर्ने हामी अब